आज चैत्राष्टमी, यहाँ सबैलाई शुभकामना छ। हिजो आजदेखि एउटा नवीन सन्दर्भहरूले आकर्षित गरिरहेको छ। हिजो मात्रै लिकेज भएको एउटा जेनजी मुभमेन्टको प्रतिवेदन जाँच बुझाएको गठित थियो, जुन चाहिँ कार्की आयोग, त्यसको लिकेज मैले दोहोऱ्याएर भने लिकेज भएको प्रतिवेदनका सन्दर्भहरू। दोस्रो चाहिँ नवनिर्वाचित बालेन्द्र शाहको शपथ लिने प्रसङ्ग, त्यसले नेपालको राजनीतिक बजारलाई तताइरहेछ होइन। हामी सामान्यतया राजनीतिक चेत राख्नेहरू यस्ता घटनाक्रमहरूबाट टाढा रहन सक्दैनौँ, यसमा चासो स्वाभाविक रहन्छ। तर मलाई चाहिँ के लाग्छ भने एउटा श्रृङ्खला, हामी नेपालीहरू अझ हाम्रो पुस्ता हरेक घटनाक्रम पछि एउटा सुधारको अपेक्षा, सकारात्मक परिणामको अपेक्षामा गुज्रिरहेको पुस्ता हो जस्तो मलाई लाग्छ। त्यसैको एउटा पछिल्लो श्रृङ्खला एउटा स्टेप्स मात्रै हो जस्तो पनि लाग्छ कुनै बेला त होइन। तल पनि मान्छेले आशावादी हुने न हो होइन। म अलि अगाडि भन्दा पनि 46 सालबाट का श्रृङ्खलाहरूलाई सम्झिन्छु यहाँनिर होइन। 46 सालमा चाहिँ प्रजातन्त्रको लागि आन्दोलन भयो। त्यसपछि देश र पुस्ताले सुखका दिनहरू बाँच्न पाउनेछन् भन्ने अपेक्षा रह्यो। नेपालीहरूले कुर्बानी गरे होइन त्यो व्यवस्थाका लागि। अब 46 सालको आन्दोलनले पुगेन। 52 सालमा चाहिँ माओवादीले आन्दोलन सुरु गर्यो, जुन हिंसात्मक थियो। त्यसमा हजारौँको बलिदानी, त्यो विद्रोह, सशस्त्र विद्रोहका प्रताडना र आन्दोलनका त्यसपछिका त्यस क्रममा वितरित सपनाहरूलाई सम्झौँ, ती कहाँ पुगे। हामी 58 सालमा पुग्यौँ। 58 सालमा राजदरबार हत्याकाण्ड भयो। त्यसले एउटा सन्नाटा छायो। तथापि 3 दिनहरू गुज्रिए। अनि त्यसपछि 62-63 को आन्दोलन, जुन गणतान्त्रिक आन्दोलन भन्न मिल्छ, दोस्रो जनआन्दोलन, त्यसले नेपालमा राज संस्थाको अन्त्य गर्यो। त्यसले चाहिँ गजब परिवर्तन हुन्छ भन्ने सपनाहरू सिर्जना गर्यो। नेताहरूले ती सपनाहरू बाँडे, रूपान्तरण, परिवर्तन र सुखद भविष्यको सपनाहरू बाँडे। त्यो सँगसँगै सङ्घीयता भएपछि गजब हुन्छ भन्यो, सङ्घीयता आयो होइन। त्यसपछि धर्मनिरपेक्षता भयो भने गजब हुन्छ भनियो, त्यसको सपना पनि बाँडियो। अनि नयाँ संविधान 72 मा जारी भयो होइन। तत्क्षणै हामीले नाकाबन्दी बेहोऱ्यौँ। त्यसपछि राष्ट्रवादी नाराहरू चम्किए। देश विदेशीहरूले गर्दा बिग्रिया हो भन्ने भाष्य स्थापना भयो र राष्ट्रवादको नारा असाध्यै राम्ररी बिक्यो। 72 का 74 को परिणाम आयो होइन। त्यही बेला नाकाबन्दी भयो। अनि त्यसपछि चाहिँ नै सुशील कोइरालाको रहस्यमय मृत्यु भयो, जसको खोज पडताल केही पनि भएन होइन। सायद मलाई, मेरो विचारमा रहस्यमय मृत्यु भन्न पर्छ जस्तो लाग्छ त्यसलाई। ती श्रृङ्खलाहरू जारी रहे। अनेक सङ्घीयताका प्र्याक्टिक्सहरू भए। अहिले आएर जेनजी मुभमेन्ट भयो। जेनजी मुभमेन्टले विनाश मात्रै निम्त्याएन, अहिले आएर केही परिवर्तनका आशाहरू बोकेर आएको छ। त्यो भनेको नयाँ जन्मद्वारा प्रकटीकरण भएको छ। रासोपाले अपार जनमत प्राप्त गरेको छ। नयाँ सरकार निर्माण गठनको सन्निकटमा हामी छौँ। त्यसबाट केही समय हामी शासित हुनेछौँ र यससँग फेरि जसरी 46 सालमा, जसरी 47 सालमा, जसरी 62-63 पछि वा जसरी 72 को संविधान पछिका आशाहरू थिए, त्योभन्दा जीवन्त र ज्वलन्त ढङ्गले अहिले फेरि आशाहरू प्रवाह भएका छन्। अब नयाँ सरकारले केही गर्ला, शान्ति होला, समृद्धिको लयमा देश फर्केला र हाम्रो पुस्ताले एउटा सुख भोग गर्न पाउला, आर्थिक समृद्धितिर देश लम्केला भन्ने आकाङ्क्षाहरू अहिले असीमित रूपमा प्रकट भएका छन्। थाहा छैन यसपछिको चक्रमा हामी कता प्रवेश गर्छौँ। देश सुधारको लयमा जान्छ, समृद्धिको लयमा जान्छ, वा अर्को हामी घनचक्करमा पर्छौँ, त्यो अहिले भन्न सकिँदैन। जे होस्, हाम्रो पुस्ता आन्दोलन, विद्रोह र आशाहरूको सङ्घारबाट गुज्रिँदै आयो।
र त्यो क्रम एउटा नयाँ बिन्दुमा प्रवेश गरेको छ।